हेलो साथीहरू, फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै फिट एन्ड फाइन छु अहिले चाहिँ है। र गाइज हामी चाहिँ कहाँ आइरहेको छौँ, यस्तो पाहाडमा पछाडि ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ है। यस्तो पाहाड दामी दामी छ होइन, वाउ छ है, वाउ टाइपको छ होइन। कहाँ हो भने हामी चाहिँ यो फाइनली गाइज हामी चाहिँ यो लेटाङको समला डाँडा हुँदै जाँदैछौँ होइन। समला डाँडा हेर्न जाँदैछौँ। बिचमा चाहिँ जे होस् अलिअलि उयो छ, यस्तो हिलोहरू छ र मेरो खुट्टा हेर्न सक्नुहुन्छ। यस्तो भएर चाहिँ चप्पल लाएर आइरहेको छु। धन्न मैले चप्पल लाएर आएको छु। मेरो भाइले चाहिँ हेर्नु न भनेर जुत्ता लाएर आइरहेको, सब जुत्ता त्यस्तो देखाइदिइरहेछ होइन। के गर्नु त्यस्तै हो। मलाई त थाहा थियो नि त, अलिअलि थाहा थियो यो हिलो छ भनेर। मैले चाहिँ कसरी थाहा पाएँ भने यो अब कोही मान्छेहरू गएको बेलामा उहाँहरूले भिडियोहरू बनाउनु भएको थियो, अनि यस्तो छ बाटो भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ चप्पल लाएर आएको। नलाउने हो केटाको स्कुटरमा भयो भने चल्छ, अङ्कल स्कुटर चल्छ। ए बाटो सेक्सी छ। म लान्छु। यस्तो छ अनि भ्यू यस्तो छ साइडमै। हामी यस्तो भ्यू हेर्नुपर्छ, बादल लागिरहेको छ पाहाड टुकुरमा। सो गाइज हामी चाहिँ फाइनली यहाँ आइसक्यौँ समला डाँडा पनि होइन। र यहाँ गाडी स्टार्ट हुँदैछ। हामी चाहिँ टक्क यहाँ र गाइज मेरो खुट्टा उयो भएको थियो, खुट्टा पनि धोइसकेँ। र अब माथि जानुपर्ने हुन्छ लिस्नादेखि है। आम्म बबाल माथि रहेछ। गाडी यहाँ पार्क छ। भाइ यहाँ छ पछाडि। यो बाटो कहाँ जान्छ भाइ? त पनि नयाँ आएको, म पनि नयाँ आएको होइन। अब क्या खतरा रहेछ यार। गाइज अब यस्तै हो। हामी अब माथि गएको, मलाई पानी खान मन लाग्यो भागो। गाइज हेर्न सक्नुहुन्छ, एडभेन्चर भन्थ्यो भाइले, यस्तै एडभेन्चरमा ल्याएर मार। ल हाम्रो फर्स्ट पाइला चढिसक्यो भाइ। यो चाहिँ हाम्रो लेटाङको जे होस् समला डाँडा आइपुगिसकेको छौँ हामी। गाडी चाहिँ तल पार्क छ। हेर्न सक्नुहुन्छ भ्यू कस्तो दामी छ है, एकदम रमाइलो भ्यू छ। यता गाडी जाँदैछ तल। सास फुल्यो यार गाइस, मेरो त यति चढ्दैन। मेरो भाइ तेरो लेस फुस्किरहेछ, त्यसको लेस फुस्किरहेछ। मेरो मम्मी पनि आउने भन्नुहुँदै थियो। यस्तो उकालो डाँडा साँडा म चढाउन सक्दिनँ, हेर्नु मम्मी मैले यो भिडियो तर्फबाटै भनिसकेको छु मैले। मतलब भाइ त अलिकति लुते थियो र लिएर आउन सकेँ। गाडीले तानो, मोटो मान्छेलाई चाहिँ तान्न सक्दैन। माथिबाट म्युजिकहरू पनि ओभर उयो भइरहेछ। बब्बाल भ्यू छ यार गाइज, यस्तो बब्बाल छ। साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ समला डाँडा होइन। लोकेसन चाहिँ म भरे अब उयो गरेर एडिटहरू के गरेर म हाल्नेछु। भाइ चाहिँ माथि पुगिसकेको छ। अहिलेको लागि यति नै होइन। स्टेडियम गाइजहरू, म मरिसकेँ गाइज यति चढ्दाखेरि। तर बानी हराइसक्यो यार मेरो त। सो फाइनली गाइज हामी चाहिँ अब टक्क डेस्टिनेसनमा पनि आइसकेको छौँ होइन। र भाइ र म यहाँ एक्लै जाउँ होइन, कोही छैन। भ्यू दामी देखेको छ यार गाइज, एकदम बबाल भ्यू। पाहाडको पो भ्यू त हो गाइजहरू। अझै यो माथि पनि अझै रहेछ होइन। मेरो भाइ चाहिँ भिडियो बनाउँदैछ र म पनि यता भिडियो बनाउँदैछु होइन, अलिअलि कन्टेन्टको लागि। सो फाइनली गाइज 3 पनि बजिसक्यो। हामी चाहिँ 3 बजे भाइ यहाँ आइपुग्यौँ। अब घर कतिखेर पुग्ने हो। यस्तो बबाल ठाउँ छ होइन, हेर्न सक्नुहुन्छ। यहाँ तलतिर मान्छेहरू अझै आउँदैछ होइन। यही हो मैले भनेको मम्मी ठाउँ चाहिँ होइन। हेर्दै गर्नु होला तपाईँको छोरा कहाँ पुग्छ हो। यो त फर्स्ट टाइम एडभेन्चर हो। यस्तो पाहाड म तपाईँलाई ल्याउन सक्दिनँ, त्यही भएर मैले भनेको हो।
आधी बाटोमै हिँड्न सकिनँ म त भन्न थाल्ने हुन्थ्यो। मेरो भाइ चाहिँ लाग्दिसक्यो होइन, योभन्दा अलिकति माथि छ। म चाहिँ फ्या स्या भइसकेँ। त्यही भनेर गाइस त्यसो भ्यू देखाउँछु ल म तपाईँहरूलाई हाम्रो समला डाँडाको। माया लाउन बल्ल सिक्दैछु मनभित्रदेखि नै मनी सधैँ तिमीलाई रोज्छु मेरो अन्तिम सासमै। समला डाँडा भन्नुहुन्थ्यो मम्मी, यही हो समला डाँडा। यस्तै छ भ्यू, चिसो हुन्छ अहिले एकैछिनमा घाम लाग्छ होइन। त्यही हो गाइस, ल स्टेडियम। यो भए पनि रात परेको भन्छ गइहाल्नु। बाफ्रे हेर्नु गाइसहरू, बादल अघि तल थियो होइन, अहिले यस्तो सबै कुहिरोले छेकिदिइसकेको छ। हेर्नु न, वाउ क्या दामी चिसो भयो यार, चिसो भयो नि त गाइस। आनन्दको ठाउँ तपाईँहरूलाई आउन मन लाग्यो भने यहाँ आउन सक्नुहुन्छ होइन। एउटा हाम्रो चाहिँ मोरङको केराबारी हुँदै टपठुम्की भन्ने पनि छ होइन। अनि यहाँ पनि यो हाम्रो चाहिँ समला डाँडा भन्छ यसलाई चाहिँ, लेटाङको। आउन सक्नुहुन्छ। एकैछिनमा अघि घाम लागेको थियो, अहिले एकैछिनमा हेर्नु न यस्तो कुहिरो लागेर वाउ दामी भएको छ यहाँ। भाइ यहाँ कुरमुरे खाँदैछ, म चिजबल खाँदैछु। त्यही हो गाइस, हेर्नु कस्तो माथि आउँदैछ। बादलले केही देखेको छैन गाइसहरू, यस्तै हो बादल यहाँनिर कुहिरो हेर्न मात्र आयो हो। त्यही ल म खाइसकेर बोल्छु अब। फाइनली गाइज हामी चाहिँ अब यो समला डाँडाबाट निस्किसकेको होइन। यहाँ आयो होइन, यस्तो बबाल रमाइलो गरियो। मेरो भाइ पनि यहाँनिर छ होइन। र अब चाहिँ हामी चाहिँ यहाँबाट निस्किने, अब हामी घरतर्फको लागि लाग्ने होइन। बाटो चाहिँ अलिअलि खत्तमै छ, त्यही हो है त गाइजहरू। यहाँ दाइहरू हुनुहुन्छ अगाडि होइन, भर्खर चिन्तान गरेको दाइहरू। बबाल भ्यू चाहिरहेछ, वाउ। निस्किने बेलामा चाहिँ यस्तो दामी भ्यू चाहियो है त गाइस। हुन्छ दाइ। यो खोलाहरू चाहिँ कहाँ खोला हो त्यही थाहा नहुने रहेछ हौ। यो चाहिँ खोलाहरू हो यहाँ। ए भइहाल्छ नि दाजु, हामी पनि बिस्तारै अलिअलि। हुन्छ दाजु ल। गाइस अब चाहिँ यहाँ दाजुहरूसँग हाम्रो G10 दाइहरूलाई भेटेको छौँ होइन। यहाँ चाहिँ उहाँ दाइ चाहिँ फोटो खिचिराख्नु भएको छ, हामी चाहिँ यता छौँ। उहाँ दाइहरूको साथीहरू चाहिँ तल पुगिसक्नु भयो, हामी चाहिँ यहाँनिर छौँ। अब हामी एकछिन यतै रमाइलो गरेर हामी पनि निस्किने छौँ होइन। दाइ चाहिँ तल हुनुहुन्छ, म चाहिँ यता माथि छु है। उहाँ दाइ चाहिँ पुरै फोटो सुट हान्नु हुँदैछ है त। तपाईँहरू पनि आउन सक्नुहुन्छ यो लेटाङको समला डाँडा होइन। हेलो गाइस, सबैजनालाई नमस्कार। हामी झापाबाट आएको, भाइको भ्लगमा हामी पनि यसो आइहाल्यौँ, खुसी लाग्यो। भाइलाई एकदमै राम्रो अब नयाँ कन्टेन्टहरू आइरहोस्। भाइको युट्युब च्यानललाई सबैले सब्सक्राइब, लाइक, कमेन्ट गर्न नबिर्सिनु होला। टिकटकमा पनि भाइलाई फलो गर्नु होला। अनि हामी चाहिँ अल ओभर द यहाँ झापाबाट हामी आएको छौँ। यहाँनिर ऊ चाहिँ यहीँकै हो, लोकल। हामी यहाँ थुप्रो साथीहरूसँग आएको छौँ, घुम्नु आएको छौँ। भाइलाई सबैले माया गरिदिनु होला। हाम्रो झापाबाट धेरै भाइलाई माया। ओके दाजु ल, हाम्रो दाजुले पनि यहाँ भनिदिइसक्नु भएको छ। अलिक हाइट चाहिँ अलिक सानो छ होइन, पनि छैन। यहाँ दाजु चाहिँ फोटो यो गर्नुहुँदैछ, सुट भिडियो। रमाइलो लाग्यो दाइहरूसँग भेटेर है। स्टेडियम गाइजहरू अब चाहिँ कन्टिन्यू हुने रहेछ। अब हामी यहाँदेखि निस्किन आँटेको। भाइहरू तल छन्, बबाल रमाइलो गर्दैछन् है त। ल है त गाइस, ल गाइस अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ होइन। अब तलै गएर भिडियोहरू बनाउनु पर्ने हुन्छ। ओके।
तल पनि सही छ तल झन् हाम्रो स्पेसल मान्छेहरू हुनुहुन्छ है त ल है त गाइस ओके सो गाइस अब चाहिँ हामी तल झर्दैछौँ होइन भाइ तल झरिसक्यो म चाहिँ माथि नै छु होइन र दाइहरू पनि तल झर्नु हुँदैछ अनि यहाँदेखि चाहिँ जे होस् बब्बाल राम्रो भ्यू आउँछ होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ है यो ठाउँ चाहिँ यो ठाउँ आउँदाखेरि चाहिँ कुन गीत याद आउँछ भने नि उकाली ओह्राली गर्दै हुन्छ दाइ अहिले हाल्नुमा नै ल गाइस हामी चाहिँ टक्क यो सिडी पनि आइसक्यौँ अघि चाहिँ हामीले भिडियो गर्न पाएको थिएनौँ होइन कुहिरो लागेर अलिक उयो भएको थियो अहिले चाहिँ घामले अलिक उदाएको छ होइन घामले चाहिँ जे होस् बबाल रमाइलो आइरहेछ यही हो समला डाँडा गाइस योभन्दा अलिकति तल पनि उयो छ झन्डाहरू छ होइन झन्डाहरूमा चाहिँ अलिक बबाल रमाइलो आउँछ हामी चाहिँ एकछिन तल गयौँ ल दाइ जाउँ भाइ हामी ऊ त्यहाँ हुन्छौँ बबाल रमाइलो शीतल क्या यहाँ त हाँसेर ढाँटेर कति भन्नु तिमीलाई सम्झँदैन भागेर कता जाऊ तिम्रो बब्बाल बब्बाल छ गाइस बब्बाल वाउ मैले मम्मीलाई नल्याउनुको कारण चाहिँ के हो भने नि गाइस बाटो पनि अलिकति अप्ठ्यारै छ है अब अलिकति अब हेभी मान्छेलाई पनि तान्न सक्दैन नि त गाडीले त्यही पनि अब भाइलाई अहिले ल्याइरहेको छु अब बिस्तारै बिस्तारै म मम्मीलाई पनि लिएर आउँछु होइन तपाईँहरूले फेरि कमेन्ट पनि मम्मीलाई आफ्नो मम्मीलाई यताउता भन्न थालिहाल्नुहुन्छ होइन यही हो गाइजहरू बबाल प्लेस है हेरेर बबाल रमाइलो गरिदिनु होला कता कताबाट हेर्नु हुँदैछ सबैजनाले होइन रमाइलो गरिदिनु होला र म पनि अब निस्किन आँटेको हाम्रो दाइहरू चाहिँ माथि फोटोसुटहरू भिडियो सुटहरू गर्नु हुँदैछ मेन पार्ट भनेको मेन झन्डा यो हो क्या बब्बाल रमाइलो छ यो मेन पार्ट चाहिँ ओभर भाइरल भएको छ अहिले तपाईँहरू पनि आउनु सक्नुहुन्छ र गाइज यो फोहोरहरू चाहिँ अलिकति डस्टबिनको अलिकति व्यवस्था भएन होइन यसरी फ्यालिदिने यस्तो भएन अब यता एउटा केही डस्टबिनहरू राखिदिए बबाल रमाइलो पनि हुन्छ माथि पनि राम्रै छ होइन ठाउँ माथि पनि ओभर राम्रो छ त्यहाँ माथिसम्म हामी माथिसम्म पुगेर आएको है बबाल रमाइलो छ शीतल अहिले चाहिँ जे होस् हामी तल आइसकेपछि चाहिँ अलिक शीतल हुन थाल्यो है अब चाहिँ हामी यहाँदेखि घर फर्किनु पर्ने हुन्छ किनभने धेरै लेट भइसक्यो 4:30 त यहीँ भइसक्यो होइन अब हामीलाई घर फर्किन पनि लास्ट ढिलो हुन्छ नि त त्यही हो गाइजहरू स्टे ट्युन ह्याभ अ फन यो भिडियो अहिले सकेको छैन आउने नै छ तपाईँहरूको माझमा र फुलहरू देख्न सक्नुहुन्छ एकदम बबाल यो रोज फुलदेखि मलाई बर मनपर्छ क्या रोज फुल चाहिँ मेरो भाइ चाहिँ यहाँनिर एन्ड अघि हामीले चाहिँ भिडियो गर्न पाएनौँ होइन अब चाहिँ हामी यहाँ उल्टा हामी फर्किसकेपछि चाहिँ जे होस् भिडियो गर्दैछौँ है हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ वेलकम टु समला डाँडा पनि देख्नुपर्ने हो तर समला मात्र चाहिँ ठिकै छ समलै हो एन्ड समलाको बोर्ड त होइन यो पक्कै पनि बलको हो यो भाइ यिनीहरूसँग एउटा यो अर्कै उयो डिजाइनको उयो हुन्छ लगाइज हेर्दै गर्नु होला राम्ररी बस्दै गर्नु कन्टिन्यू हुनेछ म पनि अब निस्किनु पर्ने हुन्छ अब हामी जाने आधी बाटोमा बिच बाटोमा कन्टिन्यू भ्लग हुनेछ त्यही हो काम चाहिँ त्यहाँ गरिसक्यो गाइज मेरो चाहिँ ल गाइज यो चौतारा बनाउनको लागि एउटा अङ्कलले होइन रिक्वेस्ट गर्नुभएको थियो त्यही भएर हामीले चाहिँ बनाइदिएको है बबाल राम्रो चौतारा छ यो चाहिँ समला डाँडाको ठक्क यही साइडमा छ होइन ऊ त्यो लिस्ट नभयो भने यो चाहिँ ठक्क चौतारामा है यसो आएर शीतल ताप्न सक्नुहुन्छ तपाईँहरू पनि त्यही हो गाइजहरू है त अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ है धेरै बेर बस्यो है त ल ओके गाइज सी यू इन तल